It all begins with curiosity. Welcome to MedRed. Welcome to MedRev, where medicine is revised, refined, and redefined. Namaste. My name is Cyril Gimire and I am first year medical student in Nobel Medical College Teaching Hospital and I am currently in MBBS first year. मैं म धेरै छ ल सुरु गरौँ हाम्रो पहिलो टपिक हुँदै जाँदैछ फार्माकोलोजी फार्माकोलोजीमा हामी अब के पढ्न फर्स्ट टपिक हुँदै रहेछ वो एब्जर्प्सन अनि त्यसपछि डिस्ट्रिब्युसन पर्छ म फर्स्ट भिडियो एब्जर्प्सनको बारेमा भन्दैछु सिम्पली हामीले बुझ्दाखेरि हाम्रोमा दुईवटा एब्जर्प्सन हुन्छ दुईवटा तरिकाले एब्जर्प्सन हुन्छ एउटा सिम्पल अर प्यासिभ डिफ्युजन अर्को फेसिलिटेटेड डिफ्युजन डिफ्युजन दुई तरिकाको हुन्छ एउटा सिम्पल प्यासिभ अर्को फेसिलिटेटेड डिफ्युजन सिम्पल अथवा प्यासिभ डिफ्युजनमा के हुन्छ भन्दाखेरि कुन ड्रग सिम्पल वा प्यासिभ डिफ्युजनमा जान्छ हामीले सुरुमा त जान्नुपर्छ सिम्पल या प्यासिभ डिफ्युजन भनेको के हो पनि जान्नुपर्छ सिम्पल प्यासिभ डिफ्युजनमा हाम्रो सब्सटेन्सहरूले नो एटिपी चाहिँदैन र त्यो सब्सटेन्स हायर कन्सन्ट्रेसनदेखि लोवर कन्सन्ट्रेसनमा जाँदाखेरि एटिपी चाहिँदैन विथ कन्सन्ट्रेसन ग्रेडियन्ट एगेन्स्ट भयो कि थ्रु द कन्सन्ट्रेसन ग्रेडियन्ट भयो भन्दाखेरि थ्रु द कन्सन्ट्रेसन ग्रेडियन्ट जान्छ होइन कन्सन्ट्रेसन ग्रेडियन्ट हायर टु लोवर थ्रु द कन्सन्ट्रेसन ग्रेडियन्ट जान्छ लोवर टु हायर जाँदैन प्यासिभ र डिफ्युजन प्यासिभ अथवा सिम्पल डिफ्युजनमा कुन ड्रग चाहिँ प्यासिभ अथवा सिम्पल डिफ्युजनमा जान्छ भन्दाखेरि यस्तो ड्रग प्यासिभ अथवा सिम्पल डिफ्युजनमा जान्छ जुन लिपिड सोलुबल हुन्छ कस्तो ड्रग चाहिँ लिपिड सोलुबल हुन्छ भने कस्तो किन चाहिँ जान्छ त लिपिड सोलुबल ड्रग हाम्रो शरीरभित्र सिम्पल अथवा प्यासिभ डिफ्युजनबाट भन्दाखेरि लिपिड सोलुबल ड्रग किन चाहिँ हाम्रो शरीरमा प्यासिभ अथवा सिम्पल डिफ्युजनमा जान्छ भन्दाखेरि हाम्रो शरीरको सेल मेम्ब्रेन केले बनेको हुन्छ भन्दाखेरि फोस्फोलिपिड बाइलेयरले बनेको हुन्छ हाइड्रोफिलिक हेड हाइड्रोफोबिक हेड भनेर हामीले पढेको हुन्छ एउटा फोस्फोलिपिड बाइलेयरले बनेको हुन्छ लाइक डिजल्भ लाइक भन्यो भने हामी लाइक डिजल्भ लाइकले नि वाटरमा डिजल्भ हुन्छ लिपिडमा डिजल्भ हुन्छ फ्याट सोलुबल ड्रग हाम्रो शरीरमा कसरी इन्टर गर्छ भन्दाखेरि यदि फ्याट सोलुबल ड्रग छ भने सेल मेम्ब्रेनलाई डिजल्भ गरेर छिर्छ अथवा हाम्रो सेल मेम्ब्रेनलाई डिजल्भ गरेर सेल मेम्ब्रेनमै डिजल्भ भएर हाम्रो शरीरमा छिर्छ अब सिम्पल अथवा प्यासिभ डिफ्युजनमा हामीले फर्स्ट मेन पोइन्ट जान्नु भन्दाखेरि लिपिड सोलुबल ड्रग पास थ्रु द सेल मेम्ब्रेन थ्रु सिम्पल अथवा प्यासिभ डिफ्युजन लिपिड सोलुबल ड्रग पास थ्रु द सेल मेम्ब्रेन थ्रु सिम्पल अथवा प्यासिभ डिफ्युजन अनि फर्स्ट पोइन्ट सेकेन्ड पोइन्ट इट पास थ्रु कन्सन्ट्रेसन ग्रेडियन्ट एगेन्स्ट जाँदैन थ्रु द कन्सन्ट्रेसन ग्रेडियन्टले पास गर्छ फेसिलिटेटेड डिफ्युजनको बारेमा हामी भन्न जाँदैछौँ फेसिलिटेटेड डिफ्युजनमा अब सुन्नु है लिपिड सोलुबल ड्रग तर वाटर सोलुबल ड्रग छ भने कुन मिडियमबाट हाम्रो शरीरमा जान्छ त वाटर सोलुबल ड्रग कुन मिडियमबाट हाम्रो शरीरमा जान्छ यो कुरा हामीले जान्नु जरुरी छ वाटर सोलुबल ड्रग अब लिपिड सोलुबल हामीले त पनि सेल मेम्ब्रेन लिपिड बाइलेयरले बनेको हुन्छ फोस्फोलिपिड बाइलेयरले बनेको हुन्छ हैन फोस्फोलिपिड बाइलेयरले बनेको हुन्छ तर वाटरको लागि त के न के त चाहियो त्यसको लागि हाम्रो सेल मेम्ब्रेनमा एउटा पोर हुन्छ त्यसलाई हामी एक्वापोरिन भन्छौँ हो त्यही एक्वापोरिन पोरकै थ्रुबाट हाम्रो सेल मेम्ब्रेनमा लिपिड वाटर सोलुबल ड्रग छिर्छ हो त्यही एक्वापोरिनको थ्रुबाट हाम्रो शरीर सेलमा छिर्छ वाटर सोलुबल ड्रग
सुन्नु है त। अब हामीलाई हाम्रो शरीरमा एक्वापोरिन तपाईँ आफै सोच्नुहोस् त, हाम्रो शरीरमा एक्वापोरिन कुन ठाउँमा छ होला त म्याक्सिमम? हाम्रो शरीरमा एक्वापोरिन कुन ठाउँमा म्याक्सिमम एमाउन्टमा छ भन्दाखेरि किडनीमा छ। अफकोर्स किनकि त्यहाँबाट त ड्रग एक्सट्रिट हुनुपर्छ। तर हाम्रो शरीरमा एक्वापोरिन किडनीमा एक्सेस एमाउन्टमा एक्वापोरिन बनाउनको लागि कुन हर्मोनले एक्ट गर्छ भन्दाखेरि एन्टी डायुरेटिक हर्मोनले हाम्रो किडनीमा एक्सेस एमाउन्टमा पोर यानि कि पोरहरू बनाउँछ। यो भयो। अब सिम्पल पनि भने फेसिलिटेटेड पनि। अर्को भनेको इन्ट्रासेलुलर यानि कि सेलहरूको बीचको ग्यापबाट यानि कि प्यारासेलुलर स्पेसबाट पनि ड्रगहरू छिर्छ। इन्ट्रासेलुलरमा प्यारासेलुलर स्पेसको थ्रुबाट पनि हाम्रो शरीरमा ड्रगहरू छिर्छ हो। प्यारासेलुलर ड्रग यानि कि दुईटा सेलको ग्यापबाट पनि छिर्छ। कस्ता ड्रग चाहिँ हाम्रो शरीरमा दुईटा सेलको ग्यापबाट छिर्छ भन्दाखेरि सबक्युटेनियस इन्सुलिन। सुन्नुभएको होला, इन्सुलिन हामी सबक्युटेनियस अर्गनमा दिन्छौँ। त्यहाँ एडिपोज टिस्युबाट सिधै दुईटा सेल हुन्छ हो, त्यही सेलको ग्यापबाट छिरेर ब्लड स्ट्रिममा जान्छ। एडिपोज टिस्युबाट छिरेर ब्लड स्ट्रिममा जान्छ। ब्लड स्ट्रिममा त इपिथेलियल सेल हुन्छ। कुन इपिथेलियल हुन्छ भने सिम्पल स्क्वामस इपिथेलियम हुन्छ। यो ब्लड भेसल भयो। यहाँ दुईटा, यहाँ सिम्पल स्क्वामस, यहाँ एउटा सिम्पल स्क्वामस इपिथेलियम छ, यहाँ एउटा सिम्पल स्क्वामस हुन्छ। यहाँ दुईटा इपिथेलियम बिचमा ग्याप हुन्छ हो, त्यसलाई प्यारासेलुलर स्पेस भन्छ हो। त्यो स्पेसको थ्रुबाट यहाँबाट एडिपोज टिस्यु भयो, यहाँ एडिपोज टिस्यु भयो हो, यहाँबाट यस्तो दुईटा सेलको स्पेसबाट हाम्रो शरीरमा ड्रग सबक्युटेनियस इन्सुलिन छिर्छ है त। अब फिल्ट्रेसन। अब हामीले जान्नुपर्छ फिल्ट्रेसन। हाम्रो सेलमा हामी सुरुमा फिल्ट्रेसनको कारणले हुन्छ भन्नु विशेष फिल्ट्रेसनको मद्दतबाट त्यो सबक्युटेनियस टिस्युसम्म सबक्युटेनियस इन्सुलिन छिर्छ है त। फिल्ट्रेसन हुँदा प्यारासेलुलर स्पेसबाट जान्छ। अब सबक्युटेनियसको भयो हैन, फिल्ट्रेसनको भयो। अब इन्डोसाइटोसिस यानि कि इन्डोसाइटोसिसबाट कसरी हाम्रो सेलमा छिर्छ है त। इन्डोसाइटोसिसबाट कसरी हाम्रो सेलमा छिर्छ? इन्डोसाइटोसिसबाट कसरी हाम्रो शरीरमा छिर्छ? इन्डोसाइटोसिसबाट कसरी हाम्रो शरीरमा छिर्छ? जस्तै हाम्रो सेलमा लार्ज प्रोटिन छ अरे, मतलब लार्ज हेभी हाम्रो शरीरमा लार्ज प्रोटिन अथवा लार्ज मोलिक्युल छ जो सेलमा इन्टर गर्न सक्छ। तर हाम्रो शरीरमा सेल मेम्ब्रेनबाट त कसरी इन्टर हुन्छ त भन्दाखेरि इन्डोसाइटोसिसबाट हुन्छ। सेलले आफ्नो सेप चेन्ज गर्छ र भेसिकल बनाउँछ। भेसिकल भनेको प्याकेट, स्मल प्याकेट बनाउँछ हो। यस्तो सेप, यस्तै यो सेल भयो। यो सेलबाट यस्तो प्रोटिन यस्तो निक्लिन्छ अनि त्यहाँ लार्ज प्रोटिन भित्र छिर्छ अनि फेरि डल्लो पार्छ अनि भित्र छिर्छ, यानि कि त्यसलाई भेसिकल भन्छ। सिधा भन्दाखेरि भेसिकलको थ्रुबाट छिर्छ। इन्डोसाइटोसिसबाट कुन छिर्छ, कुन चाहिँ छिराउँछ भने एउटा लार्ज प्रोटिन, अर्को बोटुलिजम टक्सिन अनि अर्को भिटामिन B6 पाइरिडोक्सिन। अब हामी मेन टपिक यानि कि एब्जर्प्सनतिर गयौँ है त। यो त बेसिक भयो। अब हामी एब्जर्प्सनतिर गयौँ। हाम्रो शरीरमा एब्जर्प्सन कसरी हुन्छ भन्दाखेरि कैरियर मेडिएटेड एब्जर्प्सन यानि कि ट्रान्सपोर्ट। कैरियर मेडिएटेड एब्जर्प्सनको बारेमा म भन्दैछु। एउटा फेसिलिटेटेड ट्रान्सपोर्ट हुन्छ, अर्को एक्टिभ ट्रान्सपोर्ट हुन्छ। फेसिलिटेटेड ट्रान्सपोर्टमा एटिपी चाहिँदैन अनि त्यो एलोङ द कन्सन्ट्रेसन ग्रेडियन्ट जान्छ। अनि फेसिलिटेटेड ट्रान्सपोर्टमा एटिपी चाहिँदैन, त्यो एलोङ द कन्सन्ट्रेसन ग्रेडियन्ट जान्छ। फेसिलिटेटेड ट्रान्सपोर्टबाट कुन ड्रग चाहिँ हाम्रो शरीरमा एब्जर्ब हुन्छ भन्दाखेरि फ्लोरोयुरासिल। नाम याद राख्नु, फ्लोरोयुरासिल
ड्रग हाम्रो शरीरमा फेसिलिटेटेड एब्जर्प्सनबाट छिर्छ। त्यसपछि अर्को एक्टिभ ट्रान्सपोर्ट। एक्टिभ ट्रान्सपोर्ट भनेको एगेन्स्ट द कन्सन्ट्रेसन ग्रेडियन्ट हैन, त्यसमा एगेन्स्ट द कन्सन्ट्रेसन ग्रेडियन्ट एटीपी निडेड हुन्छ। एटीपी एक्टिभ ट्रान्सपोर्टमा अनि कुन ड्रग जान्छ भन्दाखेरि एउटा मिथाइल डोपा अर्को लियोडोपा, यो दुईटालाई चाहिँ ट्रान्सपोर्ट गर्नको लागि के चाहिन्छ भन्दाखेरि डोपामिन ट्रान्सपोर्टर चाहिन्छ। यी डोपामिन ट्रान्सपोर्टरलाई चाहिँ एटीपी चाहिन्छ। त्यही भएर यी दुईटा लियोडोपा र लियोडोपा र मिथाइल डोपाको लागि एटीपी चाहिने भएका कारणले नै यो एक्टिभ ट्रान्सपोर्टबाट जान्छ। अब हाम्रो ट्रान्सपोर्टर फ्यामिलीको बारेमा भन्दैछु। एउटा एसएलसी फ्यामिली हुन्छ, अर्को एबीसी फ्यामिली हुन्छ। एसएलसी फ्यामिली भनेको सोल्युट फ्यामिली, सोल्युट क्यारियर फ्यामिली हैन। अर्को एबीसी एटीपी बाइन्डिङ क्यासेट फ्यामिली, एबीसी फ्यामिली। सोल्युट बाइन्डिङ फ्यामिली र एटीपी बाइन्डिङ क्यासेट फ्यामिली है त। सोल्युट बाइन्डिङ फ्यामिली के हो त? अब म तपाईलाई भन्न जाँदैछु। सोल्युट बाइन्डिङ फ्यामिलीबाट कुन ड्रग एब्जर्ब हुन्छ त भन्दाखेरि पहिलो कुन ट्रान्सपोर्टर जान्छ सोल्युट बाइन्डिङ फ्यामिलीबाट भन्दाखेरि ग्लुट भन्ने ट्रान्सपोर्टर जान्छ। त्यसपछि एटीपी बाइन्डिङबाट कुन ट्रान्सपोर्टर पर्छ त एटीपी बाइन्डिङ क्यासेटमा भन्दाखेरि अर्को पी ग्लाइकोप्रोटिन पर्छ, अर्को सोडियम एटीपेज ट्रान्सपोर्ट पर्छ, सोडियम एटीपेज पम्प पर्छ हैन। त्यो सोडियम पोटासियम एटीपेज पम्प पर्छ। त्यसपछि अर्को कुन पर्छ भन्दाखेरि अब ट्रान्सपोर्टर फ्यामिलीको है त। ट्रान्सपोर्टर फ्यामिलीमा के पर्छन् त भन्दाखेरि एसएलसी फ्यामिली, सोल्युट क्यारियर फ्यामिली अनि एबीसी फ्यामिली, एटीपी बाइन्डिङ क्यासेट फ्यामिली। सोल्युट बाइन्डिङ फ्यामिली भनेको एटीपी चाहिँदैन, फेसिलिटेटेड डिफ्युजनबाट हुन्छ, फेसिलिटेटेड ट्रान्सपोर्टर भन्छौँ हामी सोल्युट बाइन्डिङ फ्यामिलीलाई। फेसिलिटेटेड ट्रान्सपोर्टर भन्छौँ, एटीपी चाहिँदैन, त्यसमा ग्रुप ट्रान्सपोर्टर पर्छ। त्यसपछि एटीपी बाइन्डिङ क्यासेटलाई हामी एटीपी चाहिन्छ, त्यही भएर एक्टिभ ट्रान्सपोर्टर भन्छौँ। त्यसमा सोडियम पोटासियम एटीपेज पम्प, सोडियम ग्लुकोज ट्रान्सपोर्टर अनि त्यसपछि अर्को एउटा पर्छ मेन पढ्ने भनेको पी ग्लाइकोप्रोटिन ट्रान्सपोर्टर। यो मेन याद गर्नुपर्छ हामीले। मैले अहिले जति भने ट्रान्सपोर्टर एबीसी एसएलसी ब्ला जे भने पनि तपाईहरुले याद गर्नुपर्ने भनेको पी ग्लाइकोप्रोटिन ट्रान्सपोर्टरको बारेमा हो है त। पी ग्लाइकोप्रोटिन ट्रान्सपोर्टरले हाम्रो शरीरमा के काम गर्छ भन्दाखेरि पी ग्लाइकोप्रोटिन ट्रान्सपोर्टरले हामीले के काम गर्छ भन्दाखेरि त्यसले जस्तै हाम्रो शरीरमा हामीले एक्स ड्रग लिम, हाम्रो शरीरमा एक्स ड्रग लिम हो, एक्स ड्रग हाम्रो शरीरमा छिरो, एक्स ड्रग हाम्रो शरीरमा छिरेपछि वाइ अर्गनमा गयो, वाइ अर्गनमा गएपछि त्यसले जेड इफेक्ट सो गर्यो। त्यसपछि फेरि त्यो ड्रगलाई त्यो जेड इफेक्ट फेरि त्यो अर्गनमा छिरेको ड्रगलाई एक्स ड्रगलाई वाइ अर्गनमा छिरेको ड्रगलाई फेरि निकालेर एक्सै पार्टमा लगाउन सक्छ। यानी कि हाम्रो शरीरमा भएको ब्लडबाट हाम्रो शरीरमा ड्रग छिरो त्यसलाई फेरि निकालेर फ्याक्ने काम गर्छ क्या, अर्गनबाटै फ्याक्ने काम गर्छ, टिस्युबाटै साइडबाटै फ्याक्ने काम गर्छ। त्यो पी ग्लाइकोप्रोटिन ट्रान्सपोर्टरले गर्छ हो। पी ग्लाइकोप्रोटिन ट्रान्सपोर्टरले गर्छ। अब पी ग्लाइकोप्रोटिन इन्हिबिटर अनि एमआर अनि पी ग्लाइकोप्रोटिन ट्रान्सपोर्टरको बारेमा अरु भन्छु है त। यसको बारेमा भन्दैछु इन्हिबिटर र अनि यसको बारेमा पनि भन्दैछु म। पी ग्लाइकोप्रोटिन ट्रान्सपोर्टरले हामी अर्को के भन्छौँ भन्दाखेरि एमआरटी मल्टी ड्रग रेसिस्टेन्स ट्रान्सपोर्टर पनि भन्छौँ है त। पी ग्लाइकोप्रोटिन ट्रान्सपोर्टर अनि एबीसी फ्यामिलीमै पढेको हुनाले एटीपी बाइन्डिङ क्यासेट ट्रान्सपोर्टर पनि भन्छौँ। अनि यो पी ग्लाइकोप्रोटिन ट्रान्सपोर्टर कहाँ हुन्छ भन्दाखेरि लिभरमा हुन्छ, बाइल सेक्रेसनमा मद्दत गर्छ, बाइल हैन। त्यसपछि किडनीमा हुन्छ, ब्लड ब्रेन ब्यारियरमा हुन्छ, प्लासेन्टामा हुन्छ, धेरै ठाउँमा हुन्छ है त।
इन्ट्री प्लासेन्टामा किन हुन्छ भन्दाखेरि इन्ट्री अफ ड्रगको इन्ट्री रोक्छ, युरिन गराउँछ, किडनीमा गएर बालमा गएर सेक्रिसन गराउँछ, अनवान्टेड सब्सटेन्स छिर्न दिँदैन ब्लड ब्रेन बेरियरमा होइन। त्यो जम्मै काम गर्छ पी ग्लाइकोप्रोटिन ट्रान्सपोर्टरले, पी ग्लाइकोप्रोटिन ट्रान्सपोर्टरले त्यो काम गर्छ। अब पी ग्लाइकोप्रोटिन इन्हिबिटर र पी ग्लाइकोप्रोटिन इन्ड्युसर, यसको न्युमोनिक्स मैले बनाएको छु होइन, इमेज सहित बनाएको छु, हो त्यो तपाईँहरूको स्क्रिनमा आयो होला होइन अहिले, त्यो हेर्नु है त एकचोटि हो, त्यो हेर्नु अनि के कन्फ्युज भयो भने म्यासेज गर्नु, म म्यासेजको रिप्लाई अवश्य दिन्छु तपाईँहरूको। अब हामी अर्को केही बारेमा के भन्न जाँदैछौँ है त, बायो एभाइलेबिलिटी। अब तपाईँहरूको त्यो डिफ्रेन्ट रुट्स अफ ड्रग एडमिनिस्ट्रेसनमा पनि पर्छ एब्जर्प्सनमा, हो त्यसको बारेमा पनि म एउटा सर्ट न्युमोनिक्स हाल्छु, पछि हाल्छु, यो भिडियोमा चाहिँ हाल्दिनँ, पछि हाल्छु, भोलि नभए पर्सितिर अर्को सेपरेट भिडियोमा एउटा सर्टै एउटा चार्टै बनाएर, फ्लो चार्ट जस्तो बनाएर, हो त्यसमा फ्लो चार्ट माइन्ड म्याप जस्तो बनाएर हाल्छु है त लागि, त्यो कुन ड्रग कुन अर्गनमा एफेक्ट गर्छ अनि त्यसको जस्तै इन्ट्राभेनस, सबक्युटेनियस, ट्रान्सडर्मल, एडभान्टेज डिसएडभान्टेज होइन, मेन पोइन्ट नुन हामी एक्जाममा लेख्छौँ, हो त्यसको एउटा फ्लो चार्टै जस्तो बनाएर न्युमोनिक्स जस्तो, कि न्युमोनिक्स हाल्छु कि फ्लो चार्टै हाल्छु है सजिलो होस्। र सेपरेट भिडियो सर्ट्समा हाल्न सक्छु, सर्ट्समा त हाल्दिनँ, त्यही भिडियोमै हाल्छु र अर्कै भिडियोमा बनाउँछु। त्यसपछि मेटाबोलिजमको आउँछ मेरो, हो मेटाबोलिजमको भिडियो हुन्छ अगाडिको भिडियोमा, यो अगाडिको टपिक यो हाल्छु। तर अहिले चाहिँ फर्स्ट पी ग्लाइकोप्रोटिन इन्ड्युसर र पी ग्लाइकोप्रोटिन इन्हिबिटरको बारेमा हालिदिन्छु है त, स्क्रिनमा आयो होला तपाईँको अब हेर्नु है त। त्यसपछि बायो एभाइलेबिलिटी, बायो एभाइलेबिलिटी भनेको एमाउन्ट अफ ड्रग द्याट रिजेस सिस्टेमिक सर्कुलेसन, यानि कि हामीले लिएको ड्रग ब्लड सर्कुलेसनमा गइरहेछ विदाउट बिङ एफेक्टेड, डोजलाई केही मात्रामा डोज कमी नहोस् बढी नहोस्, त्यसरी विदाउट एफेक्टिङ हाम्रो बायो एभाइलेबिलिटी ड्रग भनेको त्यही हो है त। बायो इक्विभ्यालेन्स भनेको दुईवटा ड्रगको डोज डिफ्रेन्ट कम्पनीको छ, त्यसको बायो एभाइलेबिलिटी, यदि हाम्रो दुईवटा डिफ्रेन्ट ब्रान्डको कम्पनी छन् अनि तिनीहरू दुईवटा ब्रान्डको ड्रगको बायो एभाइलेबिलिटी चेक गर्नु छ भने हामीले सुन्नु है त, तपाईँलाई म पी ग्लाइकोप्रोटिन इन्हिबिटर र पी ग्लाइकोप्रोटिन इन्ड्युसरको जुन मैले भनेको थिएँ न्युमोनिक्स र एउटा पिक्चर सहित आएर स्क्रिनमा त्यो हेर्नुहोस्। अनि म यहाँ पछिको अब रुट्स अफ ड्रग एडमिनिस्ट्रेसनको एउटा न्युमोनिक्स जस्तो हजुरहरूलाई बनाएर अर्को मेटाबोलिजम भन्ने भिडियोमा हाल्छु। अब म हजुरहरूलाई बायो एभाइलेबिलिटी बारेमा बायो एभाइलेबिलिटी र बायो इक्विभ्यालेन्स हो त्यो दुईवटाको बारेमा सर्ट रूपमा दुई लाइन भन्छु। त्यसपछि त्यसको पनि एउटा सर्ट्स एउटा ग्राफ जस्तो हाल्छु, त्यो ग्राफ चाहिन्छ हामीहरूलाई। म यहाँ व्हाइट बोर्ड राखेको छैन, क्लियर आएन होइन, पुर क्वालिटीको भएको कारणले गर्दा क्लियर आएन, त्यही भएर यहाँ अहिले क्लियर आएको छैन, त्यही भएर हजुरहरूलाई अलिक पछि हाल्छु म व्हाइट बोर्ड सहितको भिडियो। अब हामी बायो इक्विभ्यालेन्स र बायो एभाइलेबिलिटीको कुरा गरौँ है त। बायो इक्विभ्यालेन्स अथवा बायो एभाइलेबिलिटी, बायो एभाइलेबिलिटीको बारेमा भन्दाखेरि एमाउन्ट अफ ड्रग द्याट रिजेस सिस्टेमिक सर्कुलेसन विथ टाइम नछुटाउने है त। यो कि प्लाज्मा कन्सन्ट्रेसन र टाइम बिचको कर्भ जुन ट्र्यापेजोइड आउँछ हो त्यसलाई नै त हामी बायो एभाइलेबिलिटीको डिटर्माइन गर्छौँ है त। त्यही भएर टाइम चाहिँ नछुटाउनु, त्यो डिग्रेड हुनु भएन र त्यो ड्रग सेम एमाउन्टमा सिस्टेमिक सर्कुलेसनमा पुग्नुपर्छ, त्यसलाई हामी बायो एभाइलेबिलिटी भन्छौँ। दुईवटा ड्रग्स सेम ड्रग्स टु डिफ्रेन्ट ब्रान्डको
अहिले बाह्य फिल्डहरूलाई बाह्य कम्पेयर गऱ्यौँ भने त्यसले हामी बाह्य इक्विभ्यालेन्स हामीले यति बुझ्यौँ भने बाह्य इक्विभ्यालेन्स र बाह्य बारेमा सक्यो। अब तपाईँलाई एउटा चार्ट जस्तो चार्ट भन्न आएछ एउटा ग्राफ म तपाईँको स्क्रिनमा आयो होला हो त्यो पनि हेर्नुहोस् है। यति भनेपछि मैले यो अहिलेलाई अब है त सुन्नु है त सुरु गरौँ। भोल्युम अफ डिस्ट्रिब्युसन डिस्ट्रिब्युसनको कुराहरू डिस्ट्रिब्युसन अफ भोल्युम अफ डिस्ट्रिब्युसन भनेको के हो? भोल्युम अफ डिस्ट्रिब्युसन भनेको हाम्रो ब्लडबाट कति ड्रग्स अर्गनमा गयो हो त्यसलाई नै हामी भोल्युम अफ डिस्ट्रिब्युसन भन्छौँ। ड्रग अर्गनमा जानु ब्लड भेसलको थ्रुबाट कति ड्रग अर्गनमा गयो। भोल्युम अफ प्लाज्मा रिक्वायर्ड टु कन्टेन अ ड्रग इज इक्वल कन्सन्ट्रेसन इज द्याट अफ प्लाज्मा। मतलब भोल्युम अफ डिस्ट्रिब्युसन भनेको के हो भन्दाखेरि न्युमेरिकली भन्दाखेरि भोल्युम अफ डिस्ट्रिब्युसन भनेको भोल्युम आइबीबाट कति भोल्युम दियो डिभाइड बाई कन्सन्ट्रेसन इन प्लाज्मा है। दुईटाको डिभाइड गर्दाखेरि आइबीबाट कति ड्रग दियो एडमिनिस्ट्रेसन डिभाइड बाई भोल्युम इन प्लाज्मा। भोल्युम प्लाज्मा कन्सन्ट्रेसन कति छ हो त्यसलाई बाई प्लाज्मा कन्सन्ट्रेसन गर्दाखेरि भोल्युम अफ डिस्ट्रिब्युसन आउँछ। अब भोल्युम अफ डिस्ट्रिब्युसनमा हामीले के जान्नुपर्छ भन्दाखेरि भोल्युम अफ डिस्ट्रिब्युसनलाई मेजर फ्याक्टर केले एफेक्ट गर्छ त भोल्युम अफ डिस्ट्रिब्युसनलाई त्यो जान्नु। भोल्युम अफ डिस्ट्रिब्युसन डाइरेक्टली प्रोपोर्सनल टु लिपिड सोलुबिलिटी। यदि हाम्रो सेल मेम्ब्रेनले बनेको हुन्छ सोलिड बाइलेयर यानि कि लिपिडले बनेको हुन्छ। जति लिपिड सोलुबल ड्रग छ भने सेल मेम्ब्रेनबाट इजिली क्रस गर्ने भयो ब्लड भेसलबाट सेल मेम्ब्रेनमा क्रस गरेर अर्गनमा जाने भयो। त्यही भएर लिपिड सोलुबल ड्रग डाइरेक्टली प्रोपोर्सनल टु लिपिड सोलुबिलिटी इन्भर्सली प्रोपोर्सनल टु प्लाज्मा प्रोटिन बाइन्डिङ। प्लाज्मा प्रोटिनमा जति धेरै प्लाज्मा प्रोटिन धेरै भयो त्यो ड्रग प्लाज्मा प्रोटिनसँग बाइन्ड भयो भने क्रस गर्न सक्दैन सेल मेम्ब्रेनबाट हेभी हुन्छ। त्यही प्लाज्मा प्रोटिन बाइन्डिङसँग इन्भर्सली प्रोपोर्सनल हुन्छ। अब अरू फ्याक्टर है त अरू हेरौँ है त। अरू हेर्दाखेरि केले एफेक्ट गर्छ त भन्दाखेरि पहिलो एज भयो ओल्ड एज र अनि यो चाइल्ड होइन चाइल्ड र ओल्ड एजमा यसले पनि भोल्युम अफ डिस्ट्रिब्युसनलाई एफेक्ट गर्छ। अब त्यसपछि जेन्डर मेल फिमेल कसरी जेन्डरले गर्छ त भन्दाखेरि अब ओल्ड एजमा धेरै हुन्छ होइन चाइल्डमा हुन्छ त्यस्तै हो बुझ्दै जाने होइन त्यस्तै हो। अब त्यही हो जेन्डर मेल फिमेलमा कसरी असर गर्छ त होइन। जेन्डर मेल फिमेलमा कसरी असर गर्छ त भन्दाखेरि फिमेलमा धेरै फ्याट हुन्छ होइन किनकि मेलको कम्पेरिटिभमा फिमेलमा धेरै फ्याट हुन्छ। हामीले फिजियोलोजीमा पढेको छौँ होइन। फ्याट धेरै भयो भने अभियसली भोल्युम अफ डिस्ट्रिब्युसन धेरै हुन्छ। त्यही भएर फिमेलमा धेरै हुन्छ मेलको भन्दा भोल्युम अफ डिस्ट्रिब्युसन। त्यसपछि डिजिज रेनल डिजिज लिभर डिजिज हेमोरेजिक डिहाइड्रेसन यिनले गर्दा नि भोल्युम अफ डिस्ट्रिब्युसनलाई एफेक्ट गर्छ। जस्तै लिभर डिजिज भयो भने के हुन्छ त लिभर डिजिज भयो भने भोल्युम अफ डिस्ट्रिब्युसन के हुन्छ त भन्दाखेरि बढ्छ। किनकि लिभर डिजिज भयो भने लिभर डिजिज किडनी डिजिज होइन रेनल डिजिज लिभर डिजिज रेनल डिजिजमा के हुन्छ त भन्दाखेरि भोल्युम अफ लिभर डिजिज र किडनी डिजिजमा के हुन्छ भन्दाखेरि भोल्युम अफ डिस्ट्रिब्युसन जति प्लाज्मा प्रोटिन बाइन्डिङ क्यापासिटी के हुन्छ भन्दाखेरि घट्छ। प्लाज्मा प्रोटिन बाइन्डिङ क्यापासिटी घट्दाखेरि
भोल्युम डिस्ट्रिब्युसन बढ्छ। भोल्युम डिस्ट्रिब्युसन बढ्यो भने के हुन्छ त? भोल्युम डिस्ट्रिब्युसन र टक्सिसिटीको के रिलेसन छ सुन है त। भोल्युम डिस्ट्रिब्युसन बढ्यो भने के हुन्छ? अर्गनमा ड्रग पास हुन्छ, धेर जान्छ। अर्गनमा ड्रग गयो भने अनवान्टेड अर्गनमा पनि त जान सक्छ। भोल्युम डिस्ट्रिब्युसन धेरै भयो भने एउटा अर्गनमा भरि त ब्लड गयो, अब अरू अर्गनतिर पनि पास हुन सक्छ। त्यही भएर अर्गनमा हाम्रो शरीरमा ड्रगको टक्सिसिटी बढ्न सक्छ, किनकि अनवान्टेड अर्गनमा पनि त्यो ड्रग पास हुन सक्छ। त्यही भएर भोल्युम डिस्ट्रिब्युसन बढ्यो भने टक्सिसिटी पनि बढ्छ। सुनौँ है त, फेनिटोइन प्लाज्मा प्रोटिनको बारेमा सुनौँ। प्लाज्मा प्रोटिन भनेको एउटा एल्बुमिन हो अनि अल्फा 1 एसिडिक ग्लाइकोप्रोटिन हो। अल्फा 1 एल्बुमिन भनेको बेसिक प्रोटिन, अल्फा 1 एसिडिक ग्लाइकोप्रोटिन भनेको एल्बुमिन भनेको बेसिक प्रोटिन, अल्फा 1 एसिडिक ग्लाइकोप्रोटिन भनेको एसिडिक प्रोटिन। एसिडिक बेसिक प्रोटिन केमा गर्छ भन्दाखेरि एसिडिक ड्रगसँग कम्बाइन गर्छ र एसिडिक प्रोटिन के गर्छ? बेसिक ड्रगसँग कम्बाइन गर्छ है त। अब यी दुईटाको कुन ड्रगसँग बाइन्ड गर्छ त? अब एल्बुमिन र अल्फा 1 एसिडिक प्रोटिन भन्दाखेरि हजुरहरूको मोबाइल स्क्रिनमा आयो होला है त। त्यो हेर्नु, त्यहाँ न्युमोनिक्स र एउटा डायग्राम चाहिँ हालिदिएको छु। मैले जसरी सक्छु रिमेम्बर गर्न हजुरहरूलाई पनि त्यसरी नै सजिलो होस् भनेर हालिदिएको छु। हो त हेर्नुहोस् है त। त्यसपछि प्लाज्मा प्रोटिनको दुईटा प्रोपर्टिज हुन्छ, एउटा नन स्पेसिफिक, अर्को रिभर्सिबल। नन स्पेसिफिक भनेको के हो भन्दाखेरि एउटा प्लाज्मा प्रोटिनलाई अर्को प्लाज्मा प्रोटिनले, नन स्पेसिफिक भनेको मल्टिपल प्लाज्मा प्रोटिन एट्याच हुन्छ, मल्टिपल ड्रग्स बाइन्ड टु द सेम साइड, मल्टिपल ड्रग बाइन्ड टु द one side, सेम साइड अफ प्लाज्मा। मल्टिपल ड्रग एउटै ठाउँमा बाइन्ड हुन सक्छ है त, त्यसलाई नन स्पेसिफिक भन्छौँ। अनि अर्को नन स्पेसिफिक पछि रिभर्सिबल भनेको डिस्प्लेसमेन्ट अफ वान ड्रग बाइ अनदर। एउटा नन स्पेसिफिक, अर्को रिभर्सिबल। याद राख्नु है त प्लाज्मा प्रोटिनको प्रोपर्टिज भनेको। अब all epileptic drug increase toxicity of another epileptic drug. एपिलेप्टिक ड्रगमा फेनिटोइन र भ्याल्प्रोइक एसिड। जस्तै फेनिटोइन एउटा एल्बुमिनसँग बाइन्ड गरेको छ, एल्बुमिन प्रोटिनसँग बाइन्ड गरेको छ र भ्याल्प्रोइक एसिडले के गर्छ भन्दाखेरि फेनिटोइनलाई डिस्प्लेस गरेर एल्बुमिनसँग बाइन्ड गर्छ र फेनिटोइनको फेनिटोइन त लिभ गरेर एल्बुमिनबाट त्यो के गर्छ भन्दाखेरि त्यो क्रस भएर प्लाज्मा मेम्ब्रेनलाई क्रस गरेर अनवान्टेड अर्गनतिर जान्छ। अर्गनमा कन्सन्ट्रेसन, एउटा अर्गन पार्टिकुलर अर्गनमा कन्सन्ट्रेसन धेरै भयो भने अनवान्टेड अर्गनमा जान सक्छ। त्यसले गर्दा त्यो फेनिटोइनको टक्सिसिटी बढ्न जान्छ। त्यही भएर अल एपिलेप्टिक ड्रग increase the toxicity of other anti-epileptic drugs. यति जान हेमोडायलाइसिस। यदि हाम्रो शरीरमा टक्सिन एक्युमुलेट भयो भने, धेरै ज्यादा एमाउन्टमा टक्सिन एक्युमुलेट भयो भने हाम्रो शरीरमा टक्सिन भोल्युम डिस्ट्रिब्युसन या अरू कारणले टक्सिन एक्युमुलेट भयो भने टक्सिनलाई हटाउने मेथडलाई हेमोडायलाइसिस भन्छौँ। अब हेमोडायलाइसिस कुन ड्रगले डु हेमोडायलाइसिस भन्दाखेरि बीले एस्टिब्लास्ट भनेर याद गर्दा हुन्छ। बीबाट बार्बिट्युरेट, एबाट अल्कोहोल, एसबाट सेलिसाइलेट, टीबाट थियोफाइलिन र बी ब्लास्टबाट
अब कुन कुनले हेमोडायलिसिस गर्दैन भन्दाखेरि ए भयो एबिसी, एबाट भिटामिन, बीबाट भेलिप्रामिन, AVO, ओबाट अर्गानोफोस्फेट, आईबाट इमिप्रामिल, डीबाट डाइजोक्सिन, एबाट एमियो डोरेन र बीबाट बेन्जोडायथामिन, सीबाट क्लोरोक्विन भनेको हाई सबभन्दा धेरै भोल्युम अफ डिस्ट्रिब्युसन कसको हुन्छ भनेर तपाईँलाई सोध्यो भने क्लोरोक्विन भनेर टिक लगाउनु है त नबिर्सिकन। सबभन्दा धेरै भोल्युम अफ डिस्ट्रिब्युसन क्लोरोक्विनको हुन्छ। यसले रेटिनामा गएर डिपोजिट हुन्छ र बुल आई म्याक्युलोप्याथी पनि स्लो गर्छ है त। बुल आई म्याक्युलोप्याथी स्लो गर्छ रेटिनामा गएर। यो पढ्नु यो भयो होइन। अर्को हामीले जान्ने कुरा छ, मेन जान्ने कुरा छ अर्को रिडिस्ट्रिब्युसन गर्ने एउटा मेन ड्रग भन्ने याद गर्दाखेरि थायोपेन्टोन है त। थायोपेन्टोन भन्ने एउटा ड्रग छ, हो त्यसले रिडिस्ट्रिब्युसन गर्न हेल्प गर्छ त्यो एडिपोज टिस्यु फ्याटमा गएर है त। त्यो भन्ने एउटा ड्रग याद राख्नुहोस्। अरू तपाईँहरूलाई पर्दैन, मैले त्यो याद गरेको छैन होइन, पर्दैन जस्तो लाग्छ मलाई। अब त्यसको बारेमा म न्युमोनिक्स हाल्छु तर मैले अहिले बनाएको चाहिँ छैन। रिडिस्ट्रिब्युसन अरू पनि छ, केडी त्रिपाठीमा अरू धेरै छन् होइन रिडिस्ट्रिब्युसन गर्ने। कुन अर्कोमा गर्छ थियोपेन्टनको बारेमा मस्ट डिस्कस भएको कारणले मैले हजुरहरूलाई थियोपेन्टनको बारेमा भने रिडिस्ट्रिब्युसनमा छ, अरू पनि छ। म त्यसको बारेमा हाल्छु, बिस्तारै हाल्छु। यो च्यानलमा मोस्टली तपाईँलाई भन्दाखेरि के कन्टेन्ट आउँदै जाँदैछ हजुरहरूलाई अहिले नै भन्छु। यो च्यानलमा यो च्यानल मैले मेनली बनाउँदाखेरि मेरै लागि बनाएको र रिभिजन मेरो पनि रिभिजन होस् र हजुरहरूले केही मात्रामा तपाईँहरूको पनि रिभिजन होस् है त। फर्स्ट इयरमा हुनुहुन्छ भने हजुरहरूको पनि रिभिजन होस्। अब यसमा म सिक्दैछु, म पनि च्यानल मतलब बोल्न सिक्दैछु। म ती बोल्न पनि जान्दिनँ, म बोल्न सिक्दैछु। कम्युनिकेसन ग्यापको कारणले हजुरहरूलाई बुझ्न गाह्रो हुनसक्छ मैले बोलेको होइन। म बिचमा अड्केको हुनसक्छ किनकि मैले पढेको मैले नै बिर्सिरहेको हुनसक्छु। म यसको पनि सोल्युसन ल्याउँछु है त। अनि यो च्यानलमा मेनली हामी के हाल्छौँ भन्दाखेरि यो च्यानलमा हामी रिसर्च पेपर हाल्छु म मेन त। पछि अलि म सेकेन्ड थर्ड इयरमा गएपछि म रिसर्च पेपरको बारेमा हामी डिस्कस गर्छौँ यो च्यानलमा। अनि युएसएमएलएको बारेमा डिस्कस गर्छौँ, फर्स्ट एड, यु गोल्ड होइन, अरू जे रिसोर्सेस छन् म सबै एक्युमुलेट गरेर यो च्यानलमा डिस्कस गर्छु। अनि हामी बुक बोर्ड स्ट्यान्डर्ड बुक जस्तै एनाटमीको ग्रेज एनाटमी, अनि बिडिसीको बारेमा हाल्छु, ग्रेज एनाटमीको बारेमा पनि हाल्छु, केडी त्रिपाठी फार्माकोलोजीको बारेमा, अनि अरू अनि तारा सेनराको बारेमा पनि हाल्छु। मल्टिपल बुकको डिस्कसन हाल्छु है त। म एक लाइनमा गएर डेप्थमा गएर हजुरहरूले डिस्कस गर्छु बुकको एक लाइनमा गएर हो। धेरै हाल्छु म। हस्, धन्यवाद।